दिदी महेश बस्नेतसँग चुनाव लड्न लाग्नु भएको छ, के भन्नुहुन्छ उहाँले? महेश बस्नेतले के भन्छ के गर्छ भन्ने कुरा होइन क्या, जनताले के भन्छ भन्नुहोस् न। महेश बस्नेत को सोच्नु भएको तपाईँले? एउटा मामुली टोले गुन्डा हो, त्यो गुन्डाको शैलीमा बसेर एउटा आज आफू बाँच्नको लागि केपी शर्मा ओलीलाई काखी च्यापे जस्तो गरेर एउटा आफूले शरण लिइरहेको हो। त्यसले के सोच्नु भएको छ तपाईँले? महेश बस्नेत धेरै ठुलो मान्छे सोच्नुभयो। उहाँले त एमालेको खुङखार नेता हुँ भन्नुहुन्छ त दिदी। एमालेको होइन, त्यो ओली कम्पनीको हो। नेकपा एमालेका जति पनि मान्छेहरू हुनुहुन्छ मदन भण्डारीको विचार बोकेर आएका ती व्यक्तित्वहरू चाहिँ बाहिर हुनुहुन्छ। के हो र तपाईँ टोले गुन्डा भन्नुहुन्छ, उहाँले फेरि भविष्यको गृहमन्त्री हुँ भन्नुहुन्छ, कुरो के हो दिदी? गृहमन्त्री हुन सके छैन क्या उसको गृहमन्त्री हुन्छ भने कसले बनाइदिने गृहमन्त्री? आफैलाई सो घोषणा गरेर गृहमन्त्री हुन्छ। लाज लाग्दैन एउटा नारीको जिन्दगी तस नस बनाएर सडकमा छोड्ने, एउटा नारीको व्यवस्थापन गर्न नसकेर उही माथि शोषण गर्ने, उही माथि चाहिँ अपराध गर्ने, उही माथि अत्याचार गर्ने, अनि अझै कानुन र उसलाई हातमा लिएर अझै दम्म र घमण्ड देखाएर यी भाइ बहिनीदेखि सबैजनालाई अपशब्द बोलेर अत्याचार गरेर अनि गुन्डागर्दी देखेर म गृहमन्त्री भन्न लाज लाग्दैन? त्यो लाजको पसारो महेश बस्नेत त हारिसक्यो चुनाव। शोभा पाठक र राजीव खत्रीको उम्मेदवारी नै उसको लागि भारी बनेर आज हामी दुईजनाको विरुद्ध मात्रै त्यहाँ उजुरिरहेछ। धन्यवाद दिदी, जितको शुभकामना। कस्तो लाग्यो साथीहरू? कृपया कमेन्ट गर्नु होला भनेर भन्न चाहन्छु है त सम्पूर्ण साथीहरूलाई। बाई बाई।